बाख्रा कुखुरा मैले त तपाईँलाई देखिरहेको नानीका निजी बर्बाद भयो खर्नीमा बत्ती गान्धी छेउमै बस्छु बस्नु तपाईँहरू त्यो कुर्सीको बत्ती गइहालेछ बजाजले आज कता लगायो मैले घेदुङको सम्मेलनतिर तपाईँलाई देखिरहेको थिएँ कि मैले हामी चाहिँ त्यो बेला विद्यार्थी मुवा दानले चाहिँ यहाँ मोक्तान वंशलाई उपाध्यक्ष हो केन्द्रको कहाँ देख्नु अधिवेशन तपाईँलाई यो अनुहार ठ्याक्कै यहाँ आइसकेपछि मैले के देखेँ भने ढलक्क पऱ्यो पूर्वको मान्छे ढलक हिँड्ने त्यो मैले याद चाहिँ कहाँ आयो भने त्यो छन्त्याल भवनमा महाधिवेशन हुने बेलामा तपाईँ आउनु भएको थोरै हुन्छ कहाँ धेरै हुन्छ भने यसमा धेरै यस्तो त्यही भएर चाहिँ योगा पनि थाहा छैन तिमीको पनि थाहा छैन पनि थाहा छैन यही तामाङलाई होजन भने तामाङलाई होजन भने होइन यो यस्तो हो पहिलेको चलनमा त सिकेर छ गाउँ सानो गाउँ बुढापाका जस्तै पढा लेखा आफ्नै रिमठिम आफ्नै चलन 12 तालुकको 12 रिमठिम खेती आफ्नै चाहिँ सबै त्यति बेला आफ्नै शासन होइन यो तागदारी शासन नभएको आफ्नै पाराको परिपाटीमा अब त्यस्तै चल्यो त्यस्तै समयको त रेम लामालाई धेरै रेम चाहिने बुझ्दाहरू यस्तै त्यस्तै हो अब त्यो संस्कारले अलिकति अलिअलि त्यो भित्र चाहिँ छोडेको कुरा चाहिँ ढुकढुकी छोडेको छैन क्या अहिले कतिपय म बुझ्ने गर्छु योबाट त्याग हुनुपर्ने चाहिँ गर्छ त्याग हुने गर्दाखेरि अब म भन्छु मेरो कुरा अलिक लाग्दैन अहिलेको नयाँ मान्छेसँग सानो भेला भेला हुन्छ कुरो अलिकति रड्किन्छन् उनीहरूको लागि मेरो कुरो रड्किन्छ मेरो लागि त्यो त्यस्तो हुँदैन अब यसो चियापा बुझ्छन् है 10 बजी पुग्नु छ सुनौँ अब तपाईँहरू आइदिनु भयो सबैभन्दा ठुलो मेरो पनि यति नै हो देख्नु र बोल्नु पाउनु होइन सबै भन्दै जाँदाखेरि कुरा छुट्दै जान्छ फेरि मेरो मेमोरी पनि अलि डिस्कलर भएर अब कम हुँदो रहेछ 84बाट घट्दै जाँदो रहेछ बोल्दै जाँदा बिर्सिँदै जान्छ अनि किताबहरू साथीहरू सबैले दिन्छ के गर्नु अब दियो हेर्दै गयो बिर्सिदिएको अनि तपाईँ टाइम पास गऱ्यो अब मेरो साथी भनेको अलिकति एकछिनको लागि तपाईँ आउनु त्यही म खुसियाली मेरो साथी म अलिक आएकोले सुन्दैन आएकोले उसँग केही कुरा भएन है जुनसँग मेरो गफ मिल्दैन
अनि अब के 52 ऐना खेल्नु पर्थ्यो त्यो छैन अर्को छैन उसो चाहिँ कतै बुझ्नु गाउनु त्यो घाममा गएर चाहिँ त्यहाँदेखि बस्नु छैन त्यो घाममा पनि अब तपाईँहरू त अब त्यहाँ काठमाडौँ राजधानी बसेर धेरै अब कता कता सुत्नु 43-45 कति टाढो आजको के अरे छोराहरू कतिजना हजुर छोराहरू कतिजना छोराहरू हजुर नाता नातिना अब यसो छ लु भन्नु सोध्नुभयो है छोरी आरे जामे झाजामुना जासो मोबाइलमै जाँचेर चाहिँ साङ्गिनी भोजिका ए अरे त्यसलाई आमा निजी हजुर आमन्त्रजी भोजी भनेर चाहिँ बबुनी मुला भोजै खोइ नाति के भन्नु नाति गाति बाहिर युके धेरै हङकङरी मुदाल होइन कान्छा कान्छी हङकङमा हजुर बल सन्धिको छोरी दिएर गयो नाति छन् होइन नाता नातिमा नाति एउटा यहाँ छ अलिक यस्तो छ यति वर्ष यहाँ बस्छ ए अहिले माइलो छोरा आएको भन्नु त नभने आयो अहिले चाहिँ छोराको मुक्तिको पाए त्यो खुसी आइपुग्यौँ होइन एक हप्ता बसेर गयो आज उड्यो होला काठमाडौँ ए यता आइपुग्यो यहाँ आयो एक हप्ता बस्यो भने आज काठमाडौँमा उड्यो होला ए युकेतिर होइन कोरिया ए कोरिया हो अनि किन यता भने यता अलिक सहज लागेन भने किन हो भनेको यहाँ कुकुर मासु खानु पाउँदैन भन्छ फेरि ए हो कोरियामा चाहिँ खानु पाउँदैछ पाउने भने कुरिया कुकुरको खाइदिए है चाइना खान्छ चाइनामा त अब हामी बोरा बसेर अब त्यसकै खान्छ है सबै कुरो खाने चाहिँ सबै सर्वै चिज बनाएर खाने चाइनामा त अरू होइन सबै चाहिँ बनाएर तर खसी चाहिँ भन्दैन है कहीँ पनि अहिलेसम्म खसी र भन्छ अरू बनाएर खान्छ र सिकाउने होला मामा यहाँ झर्नुभएको कहाँबाट झर्नुभएको म ओखलडुबाट ए ओखलडुमा कुन ठाउँ गामनाङ 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 टार आँखा चाहिँ तल टाप ए म त त्यहाँ बसेको नि त जागिर खाएर ए गामनाङ टार भनेको त धेरै राम्रो टार हो नि गामनाङ टार होइन त्यहाँबाट झर्नु कति सालमा झर्नु होइन यस्तो छ हजुर साल भन्दा नि बसैमा झर्नु होला यसो चाहिँ के अरे अलिकति युवा हुँदाखेरि यसो अब कुरा गर्नु भर्खरको हुँदाखेरि तपाईँ टारदेखि तल पुल छ नि बिजुलीको पुल छ पुलकै छेउमा उता 2 नम्बरपट्टि एउटा त्यति ठुलो रुख त हाम्रो काँडाले ठुटे भएर एउटा पिपल गर्छ पूर्वको है गामनाङ टार थाहा छ मलाई तल सिरिसे भन्छ माथि पोकली छ झर्ना पक्रिन्छ मेरो माउली गाउँ माउली गाउँ हो त्यता ए अनि त्यो ठुटा पिपलको खेतमा अनि हजुर भर्खर केटा अब गोठाले अनि गोठाले। दुध त गरी खाएकै हो त्यस कारण है बाहुनकोसँग छ नि त त्यहाँ थियो नि छ। थाहा छ बाहुन के भट्टराईहरू थिए यो अलक्षिणहरू पौडेल भट्टराई यो अलक्षिणको कुरै नगर्नु किन? म त यो यिनले देश बिगार्यो होइन हजुर यिनले देश बिगार्यो यो छैन यो सबै सत्यनाशी परम्पराले हो अहिले नै उनीहरूको भगवानै त्यति छ विष्णु कृष्ण जम्मै नाश गर्ने राम परशु सब इत्यादि उहाँहरूको त्यस्तै हो अनुभवकालदेखि त्यस्तै ए अनि युवा हुँदाखेरि झर्नुभयो होइन त्यति बेला म त्यहाँ आएँ कि अँ त्यति बेला कुरा गरौँ है हो मलाई सुन्नु मन लाग्यो हो बेला के सुन्नुहोस् है त्यहाँ म बसेँ हुनाले ल मलाई रमाइलो लाग्यो अनि हिँड्नु पर्थ्यो होला है केही थिएन सुन्नुहोस् ल्याइहाल्नु कुरा त थुप्रै ल्याइहाल्नु। तर पनि डाइरेक्टली बोल्नु इन्डाइरेक्ट गर्दा समय समय ठिक हो टाइम पास जान्छ है हजुर अब भने 20 वर्ष त भइसक्यो भने पहिला भन्यो उमेर त्यति म 17 थिएँ 17 वर्ष 15मा बुढी ल्यायो ए 15मै बिहा गर्नुभयो बिहे होइन फकाएर भगाउनु तानेर ताने ल्याउनु त्यति बेला तान्ने चलन थियो हो 15 वर्षमा उमेर 15 साल तान्दिनु हो बजारमा जाने बेला भन्दा त्यो मामा फेरि फेरि मामा छोरी तान्दिनु अनि ल्याएर 15मा अनि 1 वर्ष कटायो 16मा काठमाडौँ केटाकेटा मिलेर काठमाडौँ र पुनाघाट
फोटोसित गोरखपुर भर्तीमा चाहिँ काठमाडौँ गयो 4 जना त्यतिखेर कुरो यस्तो रहेछ एउटा म भन्छु है रोसी खोलाको शिर दुम्जा भन्ने छ दुम्जामा बास गर्नुपर्ने यता र त तामाङ गाउँ रहेछ मजा अब तामाङ कुरा पट नजान्ने यो त तामाङ गाउँ रहेछ त तामाङ जान है भन्छ दुईवटा एउटा खड्का एउटा भले गुरुङ एउटा खत्री केटाहरू साथै तिमीहरू जाउँ तिमीहरू अब घले आएर तामाङ त ठुलो भले गुरुङ भन्दा ठुलो है तामाङ गाउँमा तिमीहरू जाउँ ल भने गए अब त्यहाँ चाहिँ के रहेछ भने दोकान रहेछ दोकानमा चामल किनिदिनु पर्ने भाडो उनीहरूको पैसा तिरेर चलाइदिएपछि बास पाइने त्योभन्दा पहिला फेरि म कस्तो रहेछु नि जस्तै प्रचण्ड जस्तो म कति लाटो भनेर बोलेको छु म त्यस्तै अनि मेरो गाउँमा हाम्रो गाउँमा त गुन्डी भन्छ बङ्गललाई सुँगुर त्यहाँ त तिली भन्छ दिली हो हाम्रो फेरि गुन्डीको स्याहार चाबेका चाब भन्छ त्यहाँ तिली स्याहार नाम्बो नाम्बो भन्दो रहेछ थुक्का म नबुझेँ उनीहरू त्यो अक्काले बक्का भयो अनि त्यहाँ बाँसिने कुरा आयो के भन्दा आज भने फर्काएर भाइ साथी कुरो मिलेन जाउँ तिमीहरू त्यति बेला ठुलो जातको चाहिँ एकदम मान त्यस्तो छ नि त मान राख्यो अझ बाहुनले बोल्यो भने त पुरै छैन सेकेन्डमा छेत्रीले बोल्यो भने तै पनि ए भने जस्तो थियो नि त त्यो अब हाम्रो छेत्रीलाई चाहिँ छेत्री त अब सुँगुरको खाँदैन जाँडो सुने खाँदैन त्यतातिर 17 सालदेखि पनि अलिअलि त्यस कारणले त्यहाँ चाहिँ बस्यौँ त्यहाँबाट भोलिपल्ट किन माथि दाप्चाको डाँडा यस्तो अलिक पर्दै पर्दा के भयो त्यसपछि बासबाट एउटा बाहुन घरमा पाटो छ मटन त्यस्तै बस्यौँ फेरि भात पकाउने छेत्रीले पकाएको सबैले चलाउँ मैले पकाएको चल्छ अनि मेरो भातमा चाहिँ गएर फेरि भात पाएको सबैले खानु भने भाँडा धोएर बाहुनको बुझाउनु पर्ने धोएर मस्काएर लान्छु यो भएन त्यो भएन थिन्के भएन त्यहाँदेखि फेरि आगो फुकेर सेकाएर ल्यायो भने उभाल्नु त्यो चाहिँ चल्नु त्यो दिन म कहिले सम्झेको छुइनँ यो धेरै छ ठुलो जात र ठुलो धर्मले चलाएको देश यस्तै छ नर्क कुण्डा छ अहिले पनि किनभने म 6-7वटा देश घुमेँ नि त्यहाँदेखि मैले अलिकति हेरेको छु यो देश अहिले पनि नर्कमा छ भनौँ भने फेरि तपाईँहरू नि अब अहिले जल्लो बल्लो पो छ एमाले छैन फेरि पुरा खड्केर पुगेर त्यहाँदेखि कारवाही होला काट्छ राख्दा काट अनि तामाङ पऱ्यो तामाङ त्यसै सजिलै काट्दै गरिहाल्छ तामाङको आक्षेप टेक्ने छैन होइन यस कारणले त्यसरी बित्यो जिन्दगी 16मा हिँड्नु अब घरमा आमा रुवाबसी चाहिँ बाउ गरेर आएको सिपाही हुनुभयो त्यस भए छोरा पढ्ला अब हलो जोत्नु पर्ने 20 वर्षबाट भएपछि रियल गोरु जोत्नु पर्ने बाबालाई सुखा दिनु पर्ने बेलामा छैन ल आफूले नहिँड्छ ती समय के छ हावा नचढिकन जिन्दगी नचढे मलाई पैसा कमाउनु मेरो बारे केही पनि होइन फेरि हावा चढ्ने किनभने हेरेर 12-13 सालमै गत राजा महेन्द्र कार्ड आयो विजिट गर्नु गएर चैनकोट हाउजरमा गएर भने ट्रेन चढ्नु पर्ने हजुरलाई कस्तो आउँदा हाउजर चढ्नु मैले त पैसा कमाउने जस्तो गरेँ केही पनि होइन यस्तो राम्रो आमा रुएर बाबु पारा अनि जानु दिए पो साहित्य पनि बिग्रिने हुँदैन अब बुढी त छ बुढीलाई पनि के भने पैसा छैन पहिले पैसा घरबाट झिकेँ पछिदेखि लुगाइगयो गाउँमा देला छ मेरो छोरालाई भन्ने आमा पनि छुचाली मान्छे कुटिँदैन त्यस्तो गरेर ढाँट दिनु पऱ्यो नि ढाँट दिनेको बाहुन बुझ्दै बाहुनलाई 52 भन्छु म चाहिँ तपाईँ के भन्नुहुन्छ ल बुढीलाई म भर्ती हुन जानु पऱ्यो या पढेर जानु पऱ्यो भने त्यो पनि के भन्ने कसो फेरि होला मलाई त्यसको घाँटी भारी छ पहिले त चाँदीको थियो नि त बहिनीले दिएको नातिनीलाई के भनौँ उनी अलिअलि छोरा अब यो 2-4 दिनलाई म यसो त्यहाँ जागटी राखेको दिन्छ हारी भनेको
लैजाउँ न त यो त बोजूले दिएको खाना के गर्न लगाउने एउटा थापाको गएर 22 रुपियाँको राखिदिँदा अरूले खड्काको चाँदीको पैसा थियो उसको बाजेले भगेर जिरो तल सानो लिखोमा गएर त्यसले अर्कोले कोदो बेच्यो अर्को चाहिँ आमाको सबै गरेर ठिकेर त्यो लौ 22 रुपियाँ त्यहाँ राखे त ठुक्क जिन्दगी त्यहाँबाट गयौँ त्यहाँ चाहिँ पुरानो सदरमुखपट्टि र के जाति पानी चलेको कामी हजुर कामी दमै होइन कसै कसै पनि पानी नचल्छ त्यहाँ बास परेको मलाई चिया ल्याउनु ल्याउनु हुन्छ म त अर्कै चिनी खाउँदैन हो चिनी छैन सुनिता शिवबा लो मान्दा काठमाडौँ दुईजना म फर्केँ दुईजना चाहिँ मानेर गयो उता ए गयो पुनः गयो दुईजना हामी दुईजना चाहिँ त्यो खड्क अनि फेरि पर्खन अब फेरि जान्छु भन्ने हो त्यहाँदेखि हेर्नुहोस् यो धेरै कुराहरू छ त्यहाँदेखि ससुरले फर्काएर गएछ अब कसै मुख देखाउनु जाने कसरी देखाउनु पछि भए भन्नु त केही भनेन बोलायो बोलायो अप्ठ्यारो लाग्यो केही भनेन अनि के गरेर अनि पछि त्यो 12 रुपियाँ चाहिँ एक केक तेरो बाउले दियो भने लगेर बुझाएको छ दियो के भन्यो भने केही पनि भनेन ल अझै बिस्तारै पछि दिएर घिउसु गरेर अनि दिनु छोरीलाई मामा उसको छोरीले मामा अनि यस्तो भएर त्यो साल 16 त्यो 17मा त भनेन बुढीले भने घरैमा खाइदिन गल्ला लाछ अघि त्यो छुटे पेबल खेल्न रामेछाको सयको भुजीको एउटा खिचेको एउटा साग्रोको एउटा म 3वटा मार्पछि केटाहरू नाप्छन् म पनि उता मामा लगाएर थिएँ कति एउटा पाइपट्टि दिदी भेला गर्छ त्यहाँबाट गयो त्यहाँ फेरि त्यो एउटा दिदीको सासु त्यो पार्किङ छोरी त्यो अनि लु लानु जानु बुढी लानु कस्तो बोधो पेटेको पोको पारेर पौडो बनाइदेऊ त्यहाँदेखि यो त्यसलाई यतै नापे नाप्यो पारि सास काबाट पनि हुन्छ मलाई पनि खिच्ने मलाई तान्छ पो मलाई त्यो म जब खतर एउटा माइन सिङ्गल छ अनि साब्राको लियो आयो है कहाँ आयो लिएको तल नौरपुर घाटबाट यता कल्लाले खुवाउँदै ल्यायो जयनगर जयनगरबाट बराउनीबाट चोकबाट गोपा ल्यायो केटा यत्तिकै पछि भैरव बुटलको नि मेडिकल गर्छ यसले 2800 रुपियाँ गर्थ्यो गयौँ एउटा हल्ला सियाल कारा जस्तै लेप्रा गर्दै कलकत्ता प्यारे कुरोहरू कलकत्ता पुर्या नहोला आधी चाहिँ पानी जातमा गयो आधी चाहिँ हावा जातमा तपाईले नियुक्ति गरेर लग्यो उहाँ नाप्यो नि नापेपछि यहाँ ल्यायो यहाँ पास भइगयो रनिङमा पास भइगयो त्यो के भन्यो भैँसीको दुध खाएको है ठ्याक्कै लियो अनि यहाँ अनि छाती नाप्यो सबै गयो मेडिकल फिजिकल पास भइगयो अब गोली हान्नु त गयो 9 महिना सरबरीको लडाइँको लागि फिटिङ गरेर भर्ती गर्दा हाम्रो के थाहा पछिको थाहा नयाँ हटेर आयो नयाँ हतारको पुरानो त 4 महिना नयाँ हतार पछि गर्दाखेरि 7 महिना 9 महिना च्याक्क सुकायो तालिम गरौँ कति वर्ष गर्नुभयो त्यहाँ सेवा चाहिँ म पेन्सनै खानुहुन्छ होला त्यहाँदेखि इन्डियन लाउरी रहेछ हजुर बुझ्यो होइन ब्रिटिस गोर्खालाई बस भन्थ्यो त्यो पहिलो छुट्टी आयो तपाईँ ब्रिटिस कि इन्डियन ब्रिटिस ब्रिटिस गोर्खा यो हाउजा छन् त्यहाँदेखि कलकत्तामा उस्ताद पार्टी
भने युके पनि जानुभयो हजुरले त्यो गएँ, गएँ गएँ। राईहरू ल रुखलाई यसो गर भन्छ उता गर भन्छ यसो गर भन्छ उसो गर भन्छ अनि किन भन्दा ल अनि तल यहाँ मेडिकल पास भएपछि त तल पाउँदो रहेछ यो महिना पुगेछ हजुरले नियुक्ति नै गर्यो नि भर्ती नै गर्यो नि अनि मेडिकल पास भएपछि मात्रै हुन्छ मेडिकल पास भइगयो भएको भर्ती गर्यो त्यसपछि ब्यारेकपुर पुगेर अनि 16 रुपियाँ पुरा छ तल 16 रुपियाँ दियो ए खायो केटाले गुलाबी पाउडर आएको कुरे त हो गुलियो भेटेको के जुलाबी जुलाबी खाना पढ्नु जुलाबी क्या हो अनि म त त्यो एयरपोर्टको छेउमा जान्छु त्यही एयरपोर्टमा जान्छु भात खाएर त्यहाँ जान्छु र कान्छिन त्यहाँ त्यही हेर्छु जहाज कसो यता हेर्छु उता हेर्छु आफू त मनैदैछ अनि भरे त बङ्गुर पालेर त्यहाँ बङ्गुर भोज गरेर ठुल्ठुलो सहाय गरेर खुवाउनु पर्नेछ क्या हो पैसा उठा दियो भने कि खाएर त्यहाँदेखि लु अब अनि कुरा मिलाएर नि ल हामी हावाजहाजमा जाने पऱ्यो किन कति चाहिँ कति पानी गर्नु अनि हामी हावाजहाजबाट पैसा पुरा भयो अब हेर्नुहोस् अनि माथिबाट तल हेरेको के हो के समुद्रमा फिजबाट जस्तो कता त्यस्तो यस्तो गएर पछि त दिक्क भयो कति वर्ष 20 वर्ष 30 वर्ष गर्नु होइन त्यति गरिएन 15 वर्ष पाक्यो 15 15मै पाक्ने चाहिँ सेनाको अनि घर चाहिँ कति वर्षपछि थाहा भयो त यता तुरुन्तै थाहा दिनु पो गाउँमा ए गाउँमा त ऊ भर्ती भयो यहाँ धरानमा भर्ती भएपछि त्यो गल्लाले खबर गर्दो रहेछ चिठी पठाउँदो रहेछ एक महिनामा त पुगिहाल्यो घरमा पुगिहाल्दो अनि चिठी आयो फेरि उता होइन त्यति बेला चिठी लेखेन चिठी लेखेको एक फर्केर आफू 6 महिनामा मेरो फर्केर पुग्यो अनि पछि मेरो मामा थियो नि त्यो बोलकाटीको मामाले बोल्दैन त्यो फर्केर मामा आएपछि अनि मामाले खबर पुऱ्यायो त्यति खबर कता अनि घरको श्रीमती कहिले भेट भयो त नि कहाँ हुनु अनि छुट्टी आउने सिङ्गापुरमा अब बुढीलाई पनि त्यति बेला सिङ्गापुर जानुभयो सिङ्गापुरतिर त्यति बेला दामी साडीलाई सङ्गम भन्छ एक लग्यो श्रीमती लान पाइयो होइन सुन्नुहोस् न सङ्गम साडी दामी नाम चलेको साडी त्यति बेला अनि त्यो सिङ्गापुरमा राम्रो 1 नम्बर पोते अरूले किन पोते अनि 1 तोलाको बुलाकी बुढीलाई खुसी पार्नु आमालाई पनि लुगाफाटा सबै किने बाबुलाई किने अनि आमाले सानो नाति किने त्यति गरेर अनि आए खबर त छैन बिदा लिएर आउनुभयो अनि घरमा आएर त कति वर्षपछि आउनुभएको लाउरे 3 वर्ष 3 वर्ष 20 सालमा 20 सालमा बुढी पनि अर्कैसँग गर्छ आमाले यो दुःखको कथा छ है गएछ त आमा पनि खसेछ आमा बित्नु भनेपछि चाँडै बित्नु भयो आमा त दोस्रो बुढी बिहे गर्नुभयो अहिले उसको काकाको छोरी हो यो ल्याएको साली 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 ल्याउनु भयो है उहाँ त कति वर्षको बित्नु भएको धेरै वर्ष छैन 72 इन्ट्रेस्टिङ छ कि बुढोको कथा खतरा रहेछ नि अनि कहाँ गएको रहेछ त अहिले हुनुहुन्छ उहाँ पहिलाको त यही छ उसलाई चाहिँ ससुराली व्यञ्जनहरू सबैले भने लु त्यो छोरी गएन अरू छोरी चाहिँ दिनुपर्छ यो हाम्रो परम्परा हाम्रो यो साँगो पुल हो यो पुल भत्किनु दिनुहुँदैन भत्केरी फेरि पुल थाप्नुपर्छ यो नाता साइनेको पुल हो बुढा गफ गरेछ अनि पुर्याउनु जानु भएन आए त हुन्थ्यो भनिरहेछ हाम्रो बाबु भन्दा हाम्रो काका चाहिँ अलिक त्यस्तै खालको थियो थाहा भएको छ म त 14 दिन मात्रै त अब म त घुमेँ नि धेरै बोला तामा बाबु थुप्रो घुमेँ कि अलिक आफूले चाहिएअनुसारको हिँड्छन् भनेको खोजेको पुस्थे त तामाउने पैसा अनि 14 दिन त्यो गर्दै हुन्छ अनि ठक्कै काका र बाबु त बेलुका लु म कहाँको बुढा कता छैन म गएर कुरो मिलाइवरी आएछ बेलुका गएर कुरो राति मिलाइ बिहान आएछ अनि जेठा जानुपर्छ त आज त भन्छ कहाँ जानु भनेको होइन जानुपर्छ शुभ लाग्छ हिँड्दैन भन्छ ल भने कहाँ लाग्छ त उहाँ पुर्याएको उसको घर पुर्यायो कुरो मिलिसकेछ ल लानु पर्यो लगी राखेर अनि त्यहाँदेखि पछि अनि उहाँ चाहिँ तपाईँभन्दा कान्छी नै होला धेरै कान्छु 3 वर्ष 3 वर्ष पहिलाको चाहिँ सँगसँगै सँगैको डेढ वर्षको डेढा रे के अरे अनि त्यसपछि बिहा भइहाल्यो होइन लान पाउनुभयो हजुरले उतै लगेँ
3टा बच्चा मलाइमा 2टा हङकङमा एउटा जन्म्यो हङकङमा एउटा जन्म्यो। ए मलाईमा जन्मेर है? मेन ब्यारेकमा अनि मलाई भनेको त त्यो अहिलेको सिङ्गापुर त होइन होइन सिङ्गापुर मलाया मलाई भने। मलाई हो ए अँ जम्मै 11 राज्य हो हो एउटा सिङ्गापुर मलाइकै राज्य पछि ब्रिटिसले चाहिँ त्यो मलेसियामा गाभ्यो है त्यसलाई त्यसलाई होइन छुट्टै इन्डिपेन्डेन्स गरायो होइन अहिले सिङ्गापुरै मलाई हो होइन नि होइन र मलाइकै देश हो मलेसियाबाट छुट्या त्यसले जोरबारको सिमानाबाट यसो त हो। छुट्याएर अनि रिपब्लिक बनाउने अहिले छुट्टै स्वतन्त्र थियो अनि भनेपछि हजुरले अनि मलाई छुट्टै छ? पेन्सन लिएपछि मात्रै यहाँ किन्नुभयो हो पेन्सन पछि हजुरले यहाँ दिनुभयो है सन्तान तपाईँ धरानमा जानु भएन चाहिँ यहाँ आउनु भएछ प्राय लाउरे त धरानमा जान्थ्यो नि त होइन धर्ममा बच्चा त धर्म राखेँ नि म ए यहाँ त पुलिस थाना घोपा हो के भन्छ? चोर डाका थियो घोपा चोर डाका थुप्रै यस्तै थियो गर्दा 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 बसेर अब अहिले त बसेको 52 वर्ष भयो अन्त बुढी त्यता अनि त्यस्तो यस्तो भयो यो श्रद्धाञ्जली रहेछ यो पोहोर भर्खरै बित्नु भएको रहेछ क्यारे होइन यो नाना श्रद्धाञ्जली बुढीको पनि छ श्रद्धाञ्जली पनि छ कोही घेरुङको कोही यो एफएमको कोही के यस्तै कोही थारूहरूको छ 2-3वटा रहेछ म यो थारूसँग हेर्नु छ मेरो हजुर रिटायर भएरै 52 वर्ष भइसक्यो हजुर यहाँ बस्नुभएको भयो रिटायर भएरै भयो रिटायर भएर तिर पनि लाग्यो पैसाबाट तिर पनि लाग्यो उहाँको एउटा कहानी चाहिँ रहेछ अनि त्यो ठुलो मम्मी भनौँ न मेरो त काका पर्ने रहेछ तपाईँ हजुर त्यो ठुलो काकी भनौँ न त्यो ठुलो काकी चाहिँ के भएर गएको रहेछ तपाईँ उता गइसकेपछि त उसलाई बोर भयो हिँड्यो होइन थाहा कति दिएन बडा पनि सिधा थियो ए? बुद्धि के नै अब गाउँकोले गर्ने के अब कसले के भन्छ कता के अब होइन अब तर सोझी हुनुहुन्थ्यो है सिधा थियो होची राम्रै थियो मन त गर्दो रहेछ अनि तानेर ल्याएको ए चुलो खेबा अरे होइन मैले चाहिँ तानेर ल्याएको पहिला चाहिँ। ऊ चाहिँ कोसँग गएछ त आफ्नै मान्छेसँग ग्याबासँग छ कि ए अब भर्ती भएर गयो अब लडाइँमा पर्छ आउँछ आउँदैन आएर भने के उल्ली बुल्ली गाउँका त्यस्तै त बरु उसलाई बोर भएर हिँड्यो बोर त हुँदैन नै होला के त्यस्तै त्यस्तै सुन्यो कसले फकाएर लगेर गयो अनि तपाईँले ल्याएको त्यो श्रीमतीको लागि बुलाकी अनि त्यसपछि आएर चाहिँ त्यो हार सार यताउता किनेको थियो नि सारी। थाहा थिएन तपाईँलाई थाहा थिएन यहाँ आउने बेला पनि छैन त्यो के गर्नु त्यो के गर्नु भन्नु त त्यसपछि चाहिँ के भयो तपाईँलाई क्या ला भन्ने भयो कि नयाँलाई दिनुभयो त्यो नयाँलाई होइन बाँडिसकेँ अब हिँड्छु यसै हाजिर हुन्छु भने ए बाँडिदिनु भयो बाँडे उसलाई नि ल्याउनु त ल्यायो 14 दिन हुँदा थिएन त्यस्तै अलिअलि लुगाले किनेर त्यस्तै गरेर जस तपाईँलाई त्यतिखेर बोर भएको थियो होइन अब गएको भइगयो सकेको आमानी खसेको अब के त है त्यतिखेर चाहिँ बिछोडको कथा रहेछ थोरै अनि अनि होइन होला साडी ल्याएको अनि यो लाउरेको कथा हो नि त खास होइन लाउरेको कथामा त्यस्तो तपाईँलाई भएकै रहेछ क्या त्यहाँ थाहै छैन अहिलेको फोन भए भए थाहा हुन्थ्यो हो होइन तपाईँले घरमै पुगेर थाहा भयो कि यहाँ काठमाडौँमै थाहा भयो काठमाडौँ होइन केले खबर हुनु र त्यतिखेर त्यतिखेर बराउनी जक्सनमै आउँथ्यो नि जोगबनी अहिले जान्ने आरे भन्छ नि त गल्ला हिँड्ने मान्छेहरू हुन्थ्यो नि धरन बराउनी उहाँहरू त कलकत्ता यहाँ जोगमुनि निस्केर जानुभयो नि उहाँको नाम चाहिँ के मनु भन्नुभयो मनु मोक्तान मनु मोक्तान मनु मोक्तान आर्मी मिलेनन् मनु मोक्तान हो होइन मेरो नाम त अर्कै हो मानबहादुर भन्ने थियो है मानबहादुर आर्मीमा आर्मीमा मानबहादुर मोक्तान चुरी चाहिँ मनु थान्छ तामाङ मानबहादुर तामाङ। यहाँ त्यो 32-33 सालको नागरिक टोली आयो होइन अब म त गाउँ टाँगी गर्दै थिएँ वडा चाहिँ थारू रमेश थियो अँ। अनि अदाज्यू मेरो पनि टोली आएको छ नाम है तपाईँलाई भने अब थारूले के भन्यो टोली बाहुनले के बुझ्यो मनु मोक्तानले मनु लेख्थ्यो अनि नागरिकता आयो क्यान्सिल हुँदैन भन्छ फेरि। अनि पेन्सन कसरी पायो त नागरिकता बिग्रेपछि यो यस्तो भयो नि पछि यो गर्दा गर्दा अनि यो हामीले कारबाही गऱ्यौँ नि त्यसलाई नागरिकता कारबाही गर्दा गर्दा इन्डिया ब्रिटिस सबै नेपाल गर्दा गर्दा अनि मनु नै हो होइन मनु र मानबहादुर भनेको तामाङ भिन्न नभई एउटै हो भनेर सिरियल लेख्छ। यहाँबाट सिफारिस गरे, recommendation गयो
सिडिओमा गएपछि उसले छापबाट सही गरेपछि अनि चल्यो 2-3 चल्यो ए तपाईँको नाम दुईटा रहेछ बाहुनले बिगाएर मानलाल तामाङको पेन्सन खाने मनु मोक्तान हो हो हाम्रो गाउँमा पनि अक्कल बहादुर लेख्नुपर्ने आग लेखिदिएछ आग उसको नामै आग अनि यो यस्तो थुप्रो छ कि अब त्यो अब यता अब यहाँ बस्यो है उहाँको धुन त्यता त्यो त्यता अब यसो यहाँ बस्यो अनि के को थुप्रो कुराहरू हुन्छ कि यस्तो गर्दै जाँदै कता कता अब यो तपाईँ आउनु भयो अलिकति मलाई यो सेयर गर्न पाएँ बात गर्नुलाई ती हल्का भयो अलिकति अब के भन्नु ऊर्जा भने चाहिँ फुर्ती भन्नु होइन हल्का हुन्छ न त म जिउ दुख्छ यता खेतमा हुन्छु कता यता कुरो मिल्दैन गाउँमा एक त मधेसी पाहाडेसँग मिल्दैन घुम्यो अनि यस्तै यस्तैको टाइम पास अलिकति म घेदुङको कार्यक्रम हिँड्छु तर तामाङलाई बनाउनु मुस्किल पर्छ नसक्ने म घेदुङमा हिँड्नु चाहिँ हिँड्छु जान्छु साथीहरूलाई भन्छु तर घेदुङमा उहाँ के भन्नु भएको थियो पहिला सल्लाहकार हुनुहुन्थ्यो यहाँको यहाँ हामी 18-65 गठन गऱ्यौँ गर्दाखेरि त्यति बेला हामी त्यस्तै थियौँ अनि सल्लाहकारमा त्यति बेला मलाई सबैले अध्यक्ष बस्नु भएन अनि मैले चाहिँ मलाई चाहिँ पछाडि मद्दत गरेको मेरो ब्रेकफास्टको छैन बरु मैले मान्छे राखेँ भने इन्डियन आर्मीको यो भोजपुर कोदारेको मोक्तान नरबहादुर मोक्तान उसले वर्ष पहिले भनेको भन्छ पछि मान्दैन काठमाडौँ भन्छ यहाँ त फेरि आदि चाहिँ छ नि घेदुङ भनेको मान्छे बिगार्ने हो यसले कपाल काट्नु दिएन नुन बार्नु दिएन बाबामा मर्दा पनि यो के सुन्नु पर्दैन नि हटाकर चाहिँ यसले जस्तो छ नि एउटा ज्ञान होइन घेदुङ होइन यहीँ तामाङ तर तिनीहरू लस भएर गयो क्या अहिले लस भएर गयो त्यहाँदेखि त्यस्तै गठन गऱ्यौँ अनि ल आँटौँ अनि उनीहरू चाहिँ हानिहाल्ने त्यस्तो कुरा आयो भन्नु खोज्छ उहाँले उनीहरू त रुख कसरी गठन गर्छ खुट्टा भाँच्छ टाउको फुट्छ भन्छ उताबाट खबर आएछ अगाडि आउँदैन हामीले पुलिस ल्याएर राख्यौँ ल आर्मीले भने राख्यो भने गरौँ त गरौँ अनि पूर्वाञ्चलको घेदुङको उपाध्यक्ष मणि पाक्ने त्यो धरनको हर्षे पनि फोर उसले सोधेको हुन्छ मणि पाक्ने ल गऱ्यौँ अनि 2-3 बजीसम्म लगाएर गऱ्यौँ अनि अब सबैले सोध्यो न्युजमा दिने नदिने भनेको डराउँछ त साथी किन डराउँछ मैले दिन कसले दिने त्यो एम पर्दैन दिने केमा दिने अब कान्तिपुरमा त ब्लास्टमा लोकलमा दिने दिएको त दिए नै न्युज त घर घरमा बाँड्दा पुगेछ ओहो ला अनि त्यो हल्ला गरेर त्यो थन्क्यो अनि गर्दै ल्याउँ अहिले त धेरै खोइ राम्रो कि नराम्रो अलिक मेरो भने जस्तो अलिक भएको छैन मेरो भने चाहिँ भएन तर एकरूप त ल्याउनु सकेन होइन हुन सकेको छैन अब हुन आँटेन अब एउटा काम गर्नुपर्ने रहेछ आशा हजुर अब कस्तो छ भने केन्द्रमा पनि तामाङ घेदुङको भवन बनिएको छैन होइन अब हजुरले यत्रो धेरै लगानी कमाउनु भयो सबै थोक त छँदैछ होइन पुरस्कार पनि भयो अब तामाङ घेदुङको यता प्रदेश स्तरीय एउटा कार्यालय र त्यो के अरे सङ्ग्रहालय हुन्छ नि अब हजुरले दान दिन पनि सक्नुहुन्छ चाह्यो भने होइन त्यस्तो बनाउनु पायो भने भोलिसम्म सम्झिरहेको छ क्या अनि हजुरलाई यहाँ मान्छे पनि हुन्छ होइन त्यो हजुरको जग्गाहरू पनि छँदैछ यस्तो त्यस्तो राख्न पाए राम्रो हुने रहेछ एउटा भवन बनायो ल म त भन्छु म सल्लाहकार हो घेदुङको त्यही भएर हजुरलाई मैले अनुरोध गरेको बुझेँ प्रदेशको एउटा भवन यहाँ हजुरको जग्गामा बनाउनु छ सुन्नु नि म भन्दैछु प्रदेश एक नम्बर प्रदेश घेदुङको बनिसक्यो अहिले अध्यक्ष रेखबहादुर घिसिङ छ है नभए जिल्लाको बनाउँदा सकिन्छ सुन्नु न हजुर पर पथीमा छ तल त्यहाँ 2.5 कट्ठा जमिन एउटा हाम्रो उसले जगतबहादुर सम्भवभन्दा बढा रहेछ प्रदेशको सुन्नु जगतबहादुर लामा योजनको बुढी के हो स्याङ बसेकी केले दियो 2.5 कट्ठा अहिले बनिनु सक्यो काम चलाएको फिनिसिङ गर्नु अलिक बाँकी छ है राम्रो खबर सुन्यो सुन्नुहोस् अब यो कुरा गर्नुभयो अब मैले एउटा प्रस्ताव राखेँ हजुर ल सुन्नुहोस् न सङ्ग्रहालय भयो नि बनाउनु सुन्नुहोस् न तामाङ सेलो भनेर लेखेको छ प्रदेश सेलो अनि हामीले पनि यहाँ अहिले कोही तपाईँहरू फुर्सद छैन यहाँ घुमेर हेर्दा अलि राम्रो हुन्थ्यो हामीले यहाँ त्यो गठन गर्ने भन्यो त्यसमा पहिलो
प्रश्न राख्ने म तामाङ गेटुको। हजुर अनि त्यहाँ झ्वाक्क झक्यो हात हाल चाहिँ भनेर निकै साथीहरू अनि विरोध गर्ने कुन तामाङले दिन्छ पैसा हेरौँ त कसले दिन्छ कुन तामाङबाट पैसा निस्किन्छ भने कि यति जलेर आयो मलाई कि बोलिनँ भने त्यो छ साथी अहिले छ त्यो ज्वाइँ पर्छ ज्वाइँ अब मुक्तनमा पाख्नेको छोरी लगेर त्यताबाट सगे भएर ज्वाइँ भन्छु। म पनि पाखरिङको ज्वाइँ हो नि त हजुर त सोसल फरक पर्यो। अनि मैले भने ल भइगयो भने त्यहाँदेखि त्यो छोडिदिनु यस्तो कुरै छोडिदिनु भने चौध घुम्दैन हो फेरि अध्यक्ष अनि त्यसो गऱ्यो लु भन्यो यो कसै कुरा नसुन्ने यहाँ सुरु गर्नु भन्यो। अनि अब पहिले त अब आफै मरेर स्वर्ग देखिन्छ भन्ने सुनेको थिएँ अब आफै मरेर गर्दा मेरो 4.5 लाख जस्तो चाहिँ मेरो भयो। त्यहाँ भयो होइन होइन किन्यौँ हामीले जग्गा किन्नुभयो ठुलो विरोधमा किन्यौँ पनि अनि अहिले जोड्दा 6 कट्ठा जस्तो भयो। अहिले 12वटा पिलर हाल्यो 10वटा हाल्यो साथीहरू फेरि त्यस्तै छ नि यहाँ पनि फेरि अब कुरा गर्छ हजुर लप्छन् हाम्रो नगर घेर्नु अध्यक्ष लप्छन् साधारण समस्या भएको कार्ययोजना नयाँ भाबिरहेको छ किन के नजाउँ कसरी आफैले सुरु गरेको जाउँ भने कुरो मेरो कुरो थाहा त मरिजान्छ उहाँले भन्नु खोज्नुभयो नगरकै पनि भवन छ जिल्लाको त उहीँ धरानमै छ यो त सबै छ धरान पनि छ मैताबाजु गएले बेटी साथीको उसले दिएको 10 देख्नु भएको छैन देखाएको छु त्यहाँ सबै भाती छ मतलब यहाँ नि हाम्रो त्यो अहिले बन्दैछ अनि अहिले हाम्रो यहाँ खुल्ला ठाउँमा छ हाम्रो यहाँ बन्दामा के भने नि त्यसको मुख्य कहाँ माग्ने भन्ने भूमिका चाहिँ शान्ता मुक्तन बेलबाडीको उयो अहिले सङ्घीय घेर्नुको सदस्य जानुकला पाख्रिङ उनीहरूबाट के गर्दा गर्दा अनि ठक्कै हिलबहादुर संस्कृत मन्त्री भएको थियो थियो नि अलिकति पैसा हालिदिएको छ त्यहाँ हाल्यो पैदल त्यो यहाँ नगरले कतिजम्मा 85-87 लाख भएको छ अहिले त्यही चल्दैछ। त्यसपालि पनि माग्न आयो अस्ति मैले गुम्बा विकासमा भनिदियो गयो अनि त्यो छ त्यहाँ बन्यो अहिले त्यो बन्दैछ त्यहाँ अनि त्यो फिनिसिङ गर्नुपर्छ त अनि फेरि अब यस्तो पैसा धेरै हुन्छ थुप्रो गएर कहिले चाहिँ तामाङको सल्लाह मिल्छ र अनि कहाँ हुन्छ बाहुनको त धोती फुस्किसकेको सल्लाह नमिलेर अनि अनि यहाँ अनि ल मलाई सोध्छ सबैले यहाँ हुन्छ त्यसो भन्दा फेरि म फुरुक्का भएको होइन 2.5 कट्ठा जमिन छ 1.5 कि 2.5 नम्बरी अरू अलिकति थोरै अहिले छ वडा घेर्नुको अफिस भन्दाखेरि अनि सबैले लक्ष्मण मुक्त यहाँ अलि हो अनि गर्दा अहिले आउनुहुन्छ उहाँ गोले लिनु नै वहीँ जाने हो त्यहाँदेखि त्यो अहिले बनाउँदैछ ढलाइ भयो कि भएको छैन फेरि म गएको छैन वडाको। अब हाम्रो अहिले नयाँ भनेको इटारीको एउटा तपाईँले भन्नु पऱ्यो एउटा किलखोर बनायौँ यो नौलो हो यहाँको तामाङलाई के हो त्यो चाहिँ हामी दावा मोक्तानबाट भएको कुरो किलखोर बनाउने काठको एउटा डम्फु चोक भन्ने एउटा अब एउटा वडा घेर्नुको अफिस थियो त्यो पनि वडा 2.5-3 कट्ठै छ त्यता अनि अक्षय पोस्ट उठाउँदाखेरि पनि मारेको अनि मै बुझाउनु पर्ने अनि सबै के गर्नु अनि गरेको त्यहाँनिर रिसाउँछ कोही रिसाउँछ त्यसो गरेर रिसाउँथ्यो खुसी भए थियौँ न त्यो तामाङलाई गुम्बा चाहिन्छ नि बनाउने अब धर्मको कुरो मन छ देऊ नभन्नु देऊ साथीहरू माग्न नजानु ल्याछ भने लिनु माग्न जानु भन्नु रिसा 5-7 जना उठेर हिँड्नु यही बुढो जान्ने भनेर बुढोले जान्ने भएको चाहिन्छ काम चलाउँदा भनेर अब बाहुनको चाहिँ गणेश मन्दिर दुर्गा मन्दिर हनुमान मन्दिर के सबै बजेट धेरै त्यता छैन काम चलाउ यहाँ रिजल्ट आसित पैसा गरेर फेरि त्यो गुम्बा सानो भएर काम चलाऊ फेरि बस्ने थल्दा कहाँ पकाउने सुत्ने बस्ने खाने फेरि बाहुनले बेच्न आएको त्यहाँ 11 कट्ठा अनि 11 दूर अनि फेरि अहिले
9 लाख रुपियाँ त त्यहाँ पनि विरोधै गर्यो विरोध त अंश जारी गर्छ अहिले नि विरोध छ यसले अख्तियार लगाउने कामै छैन पैसा खायो भनेर अनि अख्तियार लु आइज हेर त्यहाँ कहाँ खाएको जस्तो भेटेको खाएको हो यो चाहिँ कता राम्रो कति राम्रो मैले त्यो तपाईँ अपडेट नभएर त्यो